मानिसहरूले दिनमा कति पानी पिउनुपर्छ भन्ने कुरामा वैज्ञानिकहरू निरन्तर अध्ययन गरिरहेका छन्। पानी पिउनाले मानिसहरूको शारीरिक स्वास्थ्यमा कस्तो प्रभाव पर्छ? यो एक धेरै रोचक विषय हो। तर के तपाईलाई थाहा छ पानी पिउनाले मानिसहरूको मृत्युदरमा समेत प्रभाव पर्छ? विश्व स्वास्थ्य संगठनका अनुसार दिनमा कम्तीमा 2 लिटर पानी पिउनुपर्छ। तर यो मात्रा व्यक्ति अनुसार फरक पर्छ। जस्तै गर्भवती महिलाहरूले अधिक पानी पिउनुपर्छ। त्यस्तैगरी यातायातमा व्यस्त व्यक्तिहरूले पनि अधिक पानी पिउनुपर्छ। पानी पिउनाले मानिसहरूको शारीरिक स्वास्थ्यमा धेरै फाइदा हुन्छ। पानीले शारीरिक गर्ता सफा गर्छ, मूत्रक्रिया सुधार्छ र शारीरिक तापक्रम नियन्त्रण गर्छ। त्यस्तैगरी पानी पिउनाले मानिसहरूको त्वचाको स्वास्थ्य पनि सुधार्छ। तर के तपाईलाई थाहा छ पानी पिउनाले मानिसहरूको मासिक धर्म पनि प्रभावित हुन्छ? पानी पिउनाले मासिक धर्मको समयमा हुने दर्द र अन्य समस्याहरूमा कमी आउँछ। अनि यो त अझ अचम्मको छ, पानी पिउनाले मानिसहरूको पाचन तन्त्र पनि सुधार्छ। पानीले आहारमा रहेका पोषक तत्त्वहरू शरीरमा सही तरिकाले अवशोषित हुन्छन्। पानी पिउनाले मानिसहरूको मांसपेशी र हाडको स्वास्थ्य पनि सुधार्छ। पानीले मांसपेशी र हाडलाई मजबुत बनाउँछ र चोट लाग्ने सम्भावनालाई कम गर्छ। तर अब सबैभन्दा रोचक कुरा, पानी पिउनाले मानिसहरूको मानसिक स्वास्थ्यमा पनि प्रभाव पर्छ। पानी पिउनाले तनाव, चिन्ता र अवसाद जस्ता समस्याहरूमा कमी आउँछ। पानी पिउनाले मानिसहरूको याददाश्त र एकाग्रता पनि सुधार्छ। पानीले मानिसहरूको मस्तिष्कमा रक्त प्रवाह बढाउँछ र याददाश्त र एकाग्रतामा सुधार ल्याउँछ। अनि यो त अझ रोचक छ, पानी पिउनाले मानिसहरूको वजन पनि कम गर्छ। पानीले मानिसहरूको पाचन तन्त्र सुधार्छ र वजन कम गर्ने क्रममा मद्दत गर्छ। पानी पिउनाले मानिसहरूको रोग प्रतिरोधक क्षमता पनि सुधार्छ। पानीले मानिसहरूको शरीरमा रोग प्रतिरोधक कोशिकाहरू सुधार्छ र रोग लाग्ने सम्भावनालाई कम गर्छ। तर के तपाईलाई थाहा छ पानी पिउनाले मानिसहरूको त्वचामा पनि प्रभाव पर्छ? पानीले मानिसहरूको त्वचालाई हाइड्रेट गर्छ र स्वस्थ र चमकदार बनाउँछ। पानी पिउनाले मानिसहरूको बाल र नाकमा पनि प्रभाव पर्छ। पानीले मानिसहरूको बाल र नाकलाई मजबुत बनाउँछ र स्वस्थ र चमकदार बनाउँछ। अनि यो त अझ रोचक छ, पानी पिउनाले मानिसहरूको शारीरिक क्रियाकलापमा पनि प्रभाव पर्छ। पानीले मानिसहरूको शारीरिक क्रियाकलापमा सुधार ल्याउँछ र थकान कम गर्छ। पानी पिउनाले मानिसहरूको शारीरिक स्वास्थ्यमा धेरै फाइदा हुन्छ। पानीले मानिसहरूको शरीरमा धेरै रोगहरू लाग्ने सम्भावनालाई कम गर्छ र स्वस्थ र चमकदार बनाउँछ। तर अब सबैभन्दा रोचक कुरा, पानी पिउनाले मानिसहरूको जीवनकालमा पनि प्रभाव पर्छ। पानीले मानिसहरूको जीवनकालमा सुधार ल्याउँछ र दीर्घायु बनाउँछ।